फाइनली मैले हिट द थर्केस मुभी हेरिसकेँ एन्ड त्यो के थियो यार नानीको वायलेन्स अवतार ओएमजी। यो मेरो आजको दोस्रो रिभ्यू हो। तपाईँहरूले माया गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। र म अर्को कुरा के भन्न चाहन्छु भने पैसाको पछाडि लागेर हिन्दी फिल्मलाई मात्र प्राथमिकता नदिउँ, नेपाली सिनेमालाई पनि माया र साथ चाहिएको छ। ये बड़ी अच्छी बात कही आप। झिलको द स्पार्कको शो नभएको कारण रिभ्यू ल्याउन ढिला भएको हो, त्यसको लागि माफ गरिदिनु। र त्यो मुभीको रिभ्यू पनि यसै च्यानलमा आउनेछ। च्यानललाई सब्सक्राइब गरेर हामीसँग जुड्न चाहिँ नबिर्सिनु होला। नमस्ते, तपाईँहरू हेर्दै हुनुहुन्छ हाम्रो आफ्नै रिभ्यू च्यानल। आइएम सक्ड। हिट फिल्मको फ्रेन्चाइजमा पहिलोपल्ट यति धेरै वायलेन्स हेर्न पाइनेछ। योभन्दा पहिला तपाईँहरूले हिट 1 र हिट 2 मुभी हेर्नुभएको छैन भने पनि केही फरक पर्दैन। स्टोरी वाइज यो पार्टको बाँकी दुई पार्टसँग केही कनेक्सन छैन, बस कनेक्सन छ त हिटको, यानि कि एचआइटी होमिसाइड इन्टरभेन्सन टिम, जसले काम गर्छ क्रुसल क्राइम इन्भेस्टिगेसनमा। र यो पल्ट छन् नानी विथ लट्स अफ वायलेन्स। अब स्टोरीमा भइरहेको छ केही सिरियल मर्डरहरू, त्यो पनि एउटै तरिकाबाट। त्यसको इन्भेस्टिगेसन गर्दैछन् अर्जुन सरकारले। तर त्यसमा छ एउटा ट्विस्ट। के हो त त्यो ट्विस्ट? त्यो त हलसम्म गएर नै हेर्नुपर्ने हुन्छ। कुरा गरौँ फिल्मको प्रेजेन्टेसनको। जसरी स्टार्ट हुन्छ यो फिल्मले त्यति बेला नै तपाईँहरूको दिमागमा प्रश्नहरू भरिदिन्छ। भाइ यो कसरी? यो के भइरहेको छ? यो किन भइरहेको छ? यो त एक्सपेक्ट गरेको थिइनँ। र त्यही प्रश्नहरूको उत्तर स्टोरी अगाडि बढ्दै जाँदा दिन्छ। जसको बिचमा वायलेन्स त छ, तर त्यति छैन जति तपाईँहरूले मार्को वा एनिमलमा हेर्नुभएको होला। बट यस, यति त छ कि यसले ए रेटेड सर्टिफिकेट पाएको छ। मुभीको रन टाइम आरामले 3.5 घण्टाको आसपास छ, जसले गर्दा अलिक लामो फिल हुन्छ। त्यसको कारण मुभीमा जुन लभ स्टोरी राखिएको छ त्यसलाई अलिक घुमाएर प्रेजेन्ट गरिएको हो जस्तो लाग्छ मलाई। खासमा त यस्तो वायलेन्सवाला मुभीमा गाना र लभवाला एङ्गल नै नहुनु पर्ने हो, जुन मुभीलाई वायलेन्सलाई सेन्टर गरेर प्रमोट गरिएको छ। जब सेकेन्ड हाफमा अर्जुन सरकार पुरै तरिकाले इन्भेस्टिगेसनमा इन्टर हुन्छ, त्यसपछि मुभीमा अझै धेरै ग्रिप बढ्दै जान्छ। यदि तपाईँ नानीको फ्यान हो भने तपाईँ यो मुभी अवश्य हेर्न सक्नुहुन्छ। मुभीमा वायलेन्स छ, कुनै कुनै सिनमा एफ वर्डको पनि प्रयोग गरिएको छ र एकपल्ट किसिङ सिन, सो फ्यामिलीसँग त नसोच्नु होला। बाँकी हो त यो ए रेटेड फिल्म नै। लास्टमा त भयानक वायलेन्स छ भाइ साहब, जुन हामीले टिजर र ट्रेलरमा पनि हेरेका छौँ। एउटा वान टेक कोरिडोर फाइट सिन छ र यसमा जे हेराइन्छ मजा आउँछ र क्यामियोजले पनि मजा दिन्छ। यस, क्यामियोज पनि छ र लास्टमा यसको फोर्थ पार्टको पनि सेटअप गर्छ विथ न्यू एक्टर। यो मुभीमा पनि पहिलेको मुभी जस्तै नानीले राम्रो काम गरेका छन्। तपाईँहरूले फिल्म हेरिसक्नु भने फिल्म कस्तो लाग्यो कमेन्ट गर्नुहोला र भिडियो मन पऱ्यो भने भिडियोलाई लाइक र सेयर गर्न नभुल्नुहोला। धन्यवाद।